पर्न जाने हो समातेपछि गयो 50 मा 46 47 48 49 50 हान्दै रहेछ त्यतिमा हो ब्रेक हो नाप्ने हो चप्पल फुकालेर नाप्छ है अब अंग पर्दैन चप्पल लाएर के चप्पल फुकालेर खेल्न पर्यो 2 3 छुची भन्यो होला त्यस्तै हो म 5 ए भयो 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 अब त हिँडेर नि पुग्छ 9 10 ए कति ट्यालेन्ट हो खेल्दै यतै हान्ने हो ब्रेक पनि ल है ल कपाले झुकाउ दिएर दुई तीन भयो भयो ल आऊ कान्छी मेरो 10 हो नापी कान्छी आऊ कति भयो रे अहिले खेर नफाला न एनर्जी अन्त हाजिर मलाई चुज गर्यो दुधुमा मागेको कपाले ड्याग गर्ने एक चुङ्गी बेरा हो दियो 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 ल 2 गेम भयो हाम्रो अब यतिमै नखेला भयो पढ्नु न किन हो एक गेम अब म हान्छु है त हान एक गेम हान्छु है त एक गेम ल म घर कति फोनको लाग्यो भाइ अघि 17 18 19 पन्साको झन् यस्तो हुन्छ म त यो लामो खिच्छ नै आइको लामो छ धेरै लामो लामो है 32 33 34 35 39 40 41 40 45 47 अन्त नि 50 एक दियो ब्रेक खतरा हान्ने दुरै ए आमा मैले यति यसरी भिडियो गर्नु त एकैचोटि अनुसारको ब्रेक छ है म एउटा कुरा भन्छु लाइनमा ल ल फुल हामीले नि तिमीले म बेच्न गर्छु के ल कान्छी तिमी यता आऊ हाम्रो चाहिँ यता कि मेरो हातले चाहिँ मलाई सपोर्ट गरेकोमा धेरै धेरै धन्यवाद आजको हाम्रो चुङ्गी कम्पिटिसनमा विजेता हुनु भएको छ मेरिना सबैभन्दा ट्यालेन्टेड है यो उस हो क्या यो अल्टर हो क्या जता पनि छिर्न मिल्छ यो चाहिँ अलिअलि दुधुमाम 1 2 3 4 5 ए त्यति त ल्याएको त्यति त ल्याएको हो नि ऊ हराउटे टोलीहरू आफ्नो ठाउँमा गइसके हामी चाहिँ मैदानमै छ यो अनुसार हामी मैदानमा छैन अरे यहाँ मैदान भन्दा हामी खास यो स्टेज हो यो माथि हुन पनि हो हामी तल हुने किन दुईजना हेर कम के ए हाम्रो बाबा स्पोन्सर हो है यो टिम यता भिडियो गर्ने मान्छे हो तर के अनि 2 टेक लिन पर्छ भिडियो गर्न नि 1 टेकमा हुँदैन खोइ एन्जिला र आमा हाम्रो पुरस्कार तिम्रो पुरस्कार खोइ तिमीलाई ए मेरो अनुष्काको पुरस्कार त यहाँ पो रहेछ ल मैले नि यहाँ जोडीदार गरेर राख्दिएँ है त ल
मेहनत नगरेर पाएको पुरस्कार भएर हो कि त्यस्तो राखेको मेहनत गरेर पाएको भएर तिमी भनेको दुदुमा मुन्टो आठ त ल्याउँछ है हेलो गुड मर्निङ साथीहरू आज पनि डे 2 मेरो माइतबाट भ्लग स्टार्ट गर्दैछु मुख पनि धोएन कपाल पनि बाटेन जिङलिङै भयो त्यही पनि भिडियो स्टार्ट गर्दै हालेपछि आनन्द हुन्छ हाम्रो चाहिँ आज यति राम्रो सिन भछ भिडियो भछ हजुरहरू सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु हाम्रो घर यस्तो देखिन्छ यो घरलाई चाहिँ नदेखाइकन हामीलाई खाएको हगेको मुतेको पनि पस्दैन यता छ हरौटे ग्याङ हरौट जित्ने ग्याङहरूसँग नबसन अलिअलि फेरि त्यता असर पुग्छ हालिदिनु है कस्तो हड्डी खान्छ तिमीले फेरि यो विन्स खान्छ नै छाला भएको त्यो एउटा नहालिदिनु झन् हामी चाहिँ खाना लागेको गिरिराजको मासु हो यो पोथी खाना त मन लाउनु त्यही पनि खानै पर्यो सर्भाइभ गर्नै पर्यो ठानी नि हाम्रो आमाले भात खाने आज होला आमा हामी सँगै खाएको हिजो अस्ति खाइनन् नाचेको देख्यो भने फेरि हिजो खाइनन् ऊ हाम्रो बाबाले पिठु फर्केर उता फर्केर खाँदैछ हो दाइलेभित्र खाँदै हुनुहुन्छ आज हामी चाहिँ माइतबाट एउटा मान्छे वा गइसकेको मान्छे पोखरा पुग्यो होला भन्ने बेलामा फेरि आइपुग्यो मर्निङ वाक गरेर आइपुग्यो बस के है सधैँ 8:30 बजे जाने 8 बजे जाने आज चाहिँ 8:15 हुँदा सिभिल आइपुग्दा नि बस चाहिँ भागेछ एन्जिलालाई आज यस्तै परेको होला आज चाहिँ म मेरो माइतबाट घर जाँदैछु माइतको आजै लास्ट भिडियो अन्टिल नेक्स्ट टाइम हामी चाहिँ अहिले बिहान उठेर खाजा खायौँ एकछिन चुङ्गी खेल्यौँ यी हाम्रो पुतली गएर पनि आइपुगे अहिले हामीसँगै जान्छ अब 1 बजेको जिप हो 1 कि 1:30 होइन बजेको जिप हो त्यहाँ आउँछु भने हामी चाहिँ जिपमा अब पोखरा जाँदैछौँ आज फेरि पछि आउँछु मेरो माइतमा यति रमाइलो भयो कि 2 दिनको टुर थियो 1 दिन भन्ज्याङमा 1 दिन काउलेमा भनेको तर माइतमा आएपछि 1 दिनले पुग्दैन साथीहरू 2 दिन चाहिँ जसरी नै बस्न पर्यो म त मुख मात्र धोएछु कपाल सपाल कोरेखेन बौसी भइछु अब पोखरा जाने बेलामै कोर्छु स्याट्टा भएर जान्छु ए साँच्ची भाउजू भाइ कुनको बेर्ना हुन्छ र हाम्रो मामाले फोन गरी मामाले फोन गरी कुन बिरुवा छ पठाइदेऊ भन न भने अघि फोन गरेर कुन बिरुवा हो पठाइदेऊ भन्नुभयो मिल्दैन मैले लसेन त्यो यो चाहिँ मेला हाजीको झाँक्छको जति भेक चाहिँले मेला हाजीको त्यहाँ पस्ने किन मेला हाजीको त्यहाँ नपसे यिनीहरूको बेर्ना हुन्छ कि नै त्यसको चाहिँ दिमलाई यसको अनि उयो यो र यिनीहरू त एउटै हो है मामाले फोन गरेर बेर्ना ल्याइदेऊ मिलेकोहरू भने के अब हामी चाहिँ खाना खान्छौँ के हो तिम्रो निर्तो फेल्ला हामी खाना खाएको अब बौसी भएछ इट्स ओके खोइ मेरो भात भाउजू ल म हात धोएर आउँछु है तैँले भात खाइस् यसलाई फेरि भात खुलाउन पर्ने रे कसले हो खुलाइदिनु मामाले खाइसक्यो मामालाई खुला भन् अनि ल जा मामाले खाइसक्यो अब खाइसक्नेहरूले खुलाउन पर्छ भाउजूलाई नि आनन्दले भिडियो बनाउँदै खाना देऊ आज माइजूले 2-3 कति सधैँ माइजू होला है खुलाउने आज मामासँग खा यसलाई त पहिला बिहा गर्दाखेरि अरू डिल गर्ने होइन पहिला सुरुमा तैँले मलाई भात खुलाउँछस् नि भन्ने डिल गरेर मलाई बिहा गर्नुपर्छ है कोले चाहिँ भात खुलाउन ओके छु भन्नुहुन्छ मलाई कमेन्ट गर्नु होला मैले मिलाइदिइहाल्छु भात खुलाइदियो भने मैले पठाइदिइहाल्छु यसलाई घुचारेर हामी त आफै खान्छौँ है तर अर्काले खुलाइदियो भने कस्तो आनन्द हुन्छ भाइ मलाई नि मलाई पनि मेरो बुढोले त खुलाइदिन्छ मलाई झ्याउलाको बेलामा ल म चाहिँ खाएँ है ल सबैजना म माम खाएँ है भात खाएँ है खाएँ ल आमा भात खाएँ है किन हो बोल्दैन बाबा भात खाएँ ल दाइ भात खाएँ ल भाउजू भात खाएँ ल
दिवा भात खाए है अनुष्का भात खाए है ऊ त्यो भातै नखानेलाई त अब के सोध्ने हो र त्यसको हातै युज हुँदैन यो कस्तो डोलो त नि कति महिनाको भयो ए यो त मान्छे सेम सुत्केरी जस्तो देखेछ कि यता चाहिँ पाएर 2 महिनाको भयो जस्तो भन्छ यता चाहिँ भर्खरै पार्न लाग्यो जस्तो देखेछ म चाहिँ पाएर नि तरुनी भयो जस्तो हालत खराब छ त्यो दाइलाई स्ट्याचु बनाइदिए हुन्छ त्यसरी त्यो नछेक्ने एकचोटि एन्समा नछेक्दै एन्जीलाई यसले त मोबाइल त कतिचोटि खसाले भाइ काले अब हामी जान्छु है लाको हाम्रो बाबाले काटिदिनु भएछ उखु म्यासनलाई उखु ल्याइदिन्छु है बाजेले उखु काटिदिनु भएछ म उखु ल्याइदिन्छु मेरो छोरालाई यी सबै यहाँ कोसिलीको बारफार भन्नु ला साग यो कसको भएको यो गाउँघरको कोसिली यस्तै हुन्छ यी अर्ग्यानिक हाम्रो घरबाट लैजाने हो कोही पनि मानेनन् अब म रेडी भएपछि भेट्छु है हामी चाहिँ रेडी भइसक्यौँ अब कपाल 2 चोटि स्याट बार्छु अनि अब पोखरा चाहिँ जान पनि हुन्छ 1:30 हुन लाग्यो म चाहिँ रेडी भइसक्यो अब 2 चोटि बार्छु हामी जान्छु यता सबैजना आफ्नो सुरुमा छ हाम्रो ब्यागहरू पनि प्याक भइसक्यो ब्यागहरू पनि प्याक भइसक्यो ल शुभ यात्रा ब्याग प्याक भइसक्यो हाम्रो आमा हाम्रो बाबा अब हामी जान्छु कपाल बार्दैछु म चाहिँ होइन मेरो भाउजूले मलाई कपाल बारिदिँदै हुनुहुन्छ हिँड्दाखेरि त कपाल स्याट बाटेर हिँड्न मन लाग्छ कि लामो भएर हो कि है अनि र उचार पाइन्छ कि ए नत्र त गाडीको त्यो सिटहरूमा पनि अड्केर हैरान हुन्छ त छैन है बाबालाई बाई 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 बाबा ए बाबालाई बाई बाई बाबा अर्की हेर्न त्यहाँ ए मेरो भाउजू बाई बाई बिचरा फेरि भेटौँला है म छिटै आइहाल्छु नि भइहाल्छ नि तिमी नआए त कामै केही नि हुन्न हाम्रो त बाबा बाई बाई हाम्रो बाबा बिचरा जहिले पनि हामी पोखरा जाँदा जहिले नि रुनुहुन्छ बाबा त है जहिले नि हो है भाउजू बाबा त त्यो 100% हो कि रुन्ने त बिचरा के गर्नु मेरो माइतको घर अब हामी पोखरातिर लाग्यौँ ल बाई बाई भैँसी यहाँ अगाडि हाम्रो आमा हुनुहुन्छ हाम्रो कोसिली लिएर हिँड्नुभएको छ यो हाम्रो राजीव मामाको घर मामा गयो है बाई 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 दिदी हुनुहुन्न ल दिदी गयो है सन्देशी दिदी हाम्रो लागि जिप रेडी रहेछ जिप पनि आयो ल गयो है आमा बाई बाई पोखरा हो है छिटै दाइ बाई बाई पोखरा हो है छिटो उल्टो हात दियो ह्यान्डचेक त यो हाम्रो जिप ल अब हामी गयौँ है बाई बाई सबैलाई अब ल भाउजू बाई बाई म बसिहाल्छु बाई बाई मिठो मिठो बनाएर खुलायो हामीलाई माया गऱ्यौँ भन्दैसम्म लिन नि गयो मेरो पारी भ्याउजू बाई 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 ल
ए अङ्कल म बोले ए हाम्रो अङ्कललाई पनि मेरो भिडियोमा स्वागत छ है अङ्कल बाई हजुर बाई बाई दाई ल गएँ म बाई बाई भाउजूहरू बिचरा घर पुग्यो भाउजू र आमा कस्तो गएर ठ्याक्क भाउजू र आमालाई स्याट्टा भेटौँ जस्तो भएको के छोडेर आउनु पर्दा त यस्तै हो घर माइत जाँदा अथवा घर जाँदा एकदमै खुसी खुसी भएर जान्छ जब छोडेर आउनुपर्छ एकदमै दुःख लाग्छ के गर्नु हाम्रो भाउजू र आमालाई देखेछ मेरो माइती अब हामी यहाँबाट लाग्यौँ हाम्रो दाइ चाहिँ यहीँ झर्नु भयो बिचारा हाम्रो भाउजू र आमा बाबा कता हुनुहुन्छ रुन्चे बाबा हेलो गाइज अब रमाइलो गर्दै जाम्ला है साथीहरू अब चाहिँ अब यस्तै हो गाउँठाउँको उसहरू कच्ची बाटोहरू हुन्छ अब त्यही गएर भेट्छु अब म डाइरेक्ट घर गएर भिडियो बनाउँछु होला सायद यदि बाटो गरेछु भने पनि मेरो इट्स डिपेन्ड्स अपन माई मुड आज म रेस्ट गरेर जानेवाला छु सो ओहो यहाँ त हेर न यहाँ क्यामेरा स्ट्यान्डै नचाहिने क्यामेरा स्ट्यान्डै नचाहिँदो रहेछ साथीहरू यहाँ यस्तरी गोब्रो हालिदिएपछि चैट ल यता हेर है सबैजनाले यता हेर्नुहोस् न बाई बाई मेरो माइती मेरो भाउजू मेरो बाबा मेरो आमा मेरो दाइ सबैलाई बाई बाई अब पोखरामा गएर भेट्छौँ बाई भाउजू आमा गयो राम्रोसँग बस्नु है हामीले तपाईँहरूलाई देखेछ यहाँबाट ए आमा दुईजना कसरी उभिँदै हेरेको भाइ है यहाँबाट छ हाम्रो माइत एउटा बोतलमा पानी लिएर जानु पर्यो ए जति हेऱ्यो त्यति नै आँखा झन् भारी हुन्छ त्यही भएर म त हेर्न चाहेन अब गाडी पनि हिँड्यो मैले यहाँ भाइले गीत लादियो मैले त सानो गरिदिएको कपिराइट हुन्छ भनेर बिचाराहरू त्यहीँ बसेर हेरेछ पनि लुक्यो माइती घर पनि बाई बाई भाउजूहरू त्यही राम्रो देखेछ त्यो गाउँहरू है ऊ त्यहाँ ऊ सरादी त्यहाँ मैले चिनेको गाउँहरू भन्छु है साथीहरू ऊ छ सरादीभन्दा माथि चाहिँ बाङसिङभन्दा पछाडि चाहिँ बाँगे हो यताको गाउँ चाहिँ मैले चिन्दिनँ यता चाहिँ यो स्यानसोरी हो कि के हो भन्छ उता माथि चाहिँ हाम्रो गाउँ हो अनि यता छ शिवलाए पहिला सुरुमा बनेको मोटरको रोड चाहिँ ऊ त्यो तलको हो सुरुमा हामी यताबाट हिँड्थ्यौँ यताबाट बस आउँथ्यो अहिले चाहिँ यता नयाँ बाटोहरू दुईटा बनिसकेछ पहिलाको त पुरानो त यो हो एकछिन न यता गीत लगाइदियो है साथीहरू मेरो कपिराइट आउला हुने डर अब म गीत इन्जोय गर्दै म पोखरा पुगेर घरमै पुगेर म भिडियो गर्नेछु बाई बाई भनिदिनु सबैले यो चाहिँ हो हाम्रो शिवलाय मन्दिरले हामी सबैको रक्षा गरून् देश विदेश जताततै हुने मान्छेहरू सबैलाई रक्षा गरून् भनेको सबै आँटोस् शिवलाय माइकी जय शिवलायलाई पनि छोडेर हिँड्ने हो यो शिवलायमा चाहिँ धेरै पर्यटकहरू आउँछ सबै गर्ने यहाँ शिवलायमै हो म चाहिँ अब झरेरै गर्छु शिवलायको भिडियो चाहिँ शिवलाय हो हामी पहिला सानोबाट यो शिवलायमा कति खेल्थ्यौँ यहाँ त अर्को ठाँटीहरू थियो अहिले भत्काएर मन्दिर गर्नुभएको छ यता छ हाम्रो बाबाको घर गोरे बाबाको घर सम्पूर्ण भाइको घर यति राम्रो चौतारो छ यहाँबाट अनि म यहाँ माथिबाट मेरो घर पनि देखेसम्म देखाइदिन्छु है मेरो माइती अस्ति यहाँ उखु पड्काउने दिन शिवरात्रिको बेलामा यहाँ पड्काउँछ कि उखु अनि म त यो मन्दिर बनाएबाट म फर्स्ट टाइम हो यो मन्दिरमा आएको एकचोटि अब घन्टी बजाउन पनि हुन्छ यहाँसम्म आइसकेपछि त्यही भएर म यहाँ घन्टी बजाउँछु सबैको रक्षा
गरिदिनु होला है भगवान् सबैको रक्षा गरिदिनु भगवान् हो मेरो घर मेरो म जन्मेको गाउँ हो यता पनि गाउँहरू धेरै नै छ अब चाहिँ हामी जान्छौँ है भाइ अब चाहिँ म डाइरेक्ट घरमै गएर बनाउँछु किनकि घरमा गएर बनाउँछु भन्छु तर शिवलायसम्म आइसकेपछि कहिले चाहिँ भिडियो नबनाउने सो शिवलाय मन्दिरले सबैको रक्षा गरिदिनु होला है भाइ नौडाँडा आउन लाग्यो पुलिस मामा पछाडि देखिएछ ए झ्याउरीहरू यहाँ कौडाँडा आउन लाग्यो यो कौडाँडा कि कता रे नौडाँडा आउन लाग्यो भर्खर यहाँ चेकिङमा परेको थियो अब चाहिँ नौडाँडाबाट यति झ्याउ लाग्यो बाटोको घुमाउँदै अहिलेसम्म त ठिकै थियो अब भट्टाउने बाटो आउँदैछ हामी चाहिँ यहाँ नौडाँडाभन्दा अलिकति यता खाजा खान झरेको डाइरेक्ट यता छ मेरो भुन्टीहरू भुन्टीहरूले मलाई यहाँ काँक्रा किनिदियो है कोही किनेको काँक्रा मिठो छ मलाई म के किनिदिनु मलाई के किनिदिन्छ हुन्छ अब यहाँ खाजा जान्छौँ खाजा खाएर डाइरेक्ट पुरा गएर अब पुराको घरमा अब भेट्छौँ नौडाँडाभन्दा अगाडिको त्यता हो मासु भाइहरूबाट अब घरमै गएर भेटौँ है त सो बहिनीले चाहिँ यहाँ कुक खाँदैछ हाजीले चाहिँ पानी पर्न नि सक्दैन क्या हाम्रो हाजी कति नराम्रो देखेको मलाई त्यस्तो देखिन्छ म राम्री छु तर मलाई थाहा छ मेरो क्यामेरामा भन्दा राम्रो छ कान पनि डुम्म भइछ के त्यो त हामी उस भएर कि चिसो भएर कि लुकनीले हानेको कान ढुम्म मिठो कान्छौ र कान्छुलु कसले दिदी हो नि तिमीले मेरो आमा समान दिदी आवा सामान दिदी आवा सामान बहिनी यहाँ रेमिक्स छ हामी त आइसक्यौँ हाम्रो घर हामी आइसक्यौँ सो अब हाम्रो नेक्स्ट के अरे इन्टरनेसनल घर आइपुगिसक्यौँ हामी सानो सानो हाम्रो नि घर है हामी जता गयो नि यही भेट हुन्छौँ जताबाट आयो नि यही भेट हुन्छ
ऊ त्यसले केही जान्दैन त्यो त्यसले नहाल्नु बाहेक केही जान्दैन साथीहरू दिपाको त्यो डक्टरी ब्याग यो चाहिँ हेर न यो चाहिँ वकिलको ब्याग त्यो एन्जेलाले नहाल्नु बाहेक केही जान्दैन साथीहरू त्यो ब्याग दिन बिचार काकाले त्यत्रो माथि लगेर यहीँ तल राखि नै हुन्थ्यो हाम्रो त आज है अब सबै छुटेर एकैचोटि ल्याउँ नि त है छुट्याउनु त निलोको त हो राम्रो बोलेर अस्ति हेर्न ल सो हामी लाग्यौँ माथितिर आफ्टर 3 days है गाउँलिनीहरू आयो गुन्टु यता आउनुहोस् न एकचोटि मलाई मेरो मोटे भन्छ नि बेबी त ममा नभएको त मोटे भएर कस्तो सफा देखेको भए हामी पोरी भएर होला है काका र मेसनलाई साथीहरू म चाहिँ मेरो घर आइपुगेँ आजको लागि भ्लग आजको लागि यति नै साथीहरू अर्को भ्लगमा भेटौँला अब गाउँको भ्लग पनि सकियो अब पोखराको भ्लग झ्याउरे भ्लग बाई बाई सी यू